को सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। वाह कति मिठो बास्ना। यस्तो छ है आजको दिन, आजको ब्लग चाहिँ है गुलाबको फुलबाट सुरु हुँदैछ। सो वाट्सअप फ्यानहरूलाई नमस्ते, वेलकम ब्याक टु माई च्यानल, इट्स मिस्टर सनम ब्लग्स। एज वेल गाइज वेल आर फाइन एन्ड आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन छु। टक्क आज यस्तो ड्रेसमा आएको छु, स्कुल ड्रेसमा है। आज चाहिँ हाम्रो स्कुलमा सानो प्रोग्राम छ, त्यही भएर के प्रोग्राम होला भनेर सोच्दै हुनुहुन्छ भने फुल भिडियो हेर्नु होला, थाहा पाइहाल्नुहुन्छ नि के प्रोग्राम छ भनेर है एकदमसँगले। अनि भ्लग चाहिँ निकै दिनपछि गरिरहेको है, कस्तो कस्तो लागिरहेको है, तर केही छैन, नेभर गिभ अप है। सानोतिनो कुराले हल्का होइन अप्स एन्ड डाउन यस्तो भइबस्छ। आफ्नै छुट्टै प्रब्लमहरू बिस्तारै सेयर गर्नुलाई नि के छ र है। यस्तो छ कि हेर्नु है, बा स्मेल त है पागल हुन्छ। यो रोज दिने मान्छे खोजिरहेको छु, कोही छ भने कमेन्ट गर्नु त। हल्का के हो मेरो भाइहरू लुकी हेर्छ त, हेर्नु बबालकै। यो चाहिँ है ठुलै गाछी थियो, अनि काटेको थियो कि, अनि काटिओरि अनि सबै काटेको थियो, अनि सबै ट्रिमिङ गरेको थियो है। अहिले चाहिँ यस्तो मजा राम्रोसँगले आयो, अहिले झन् मस्त आयो। अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ एकदम ढोका लाएर, घरमा पनि कोही छैन है, गाह्रो छ। ज्याकेट लाएर अब निस्किनु पर्ने हुन्छ, प्रोग्राम छ। केटाहरू पर्खेको छ, दाहरू पर्खे, पैसा बोक्नु पर्ने हुन्छ, कोचिङको पैसा दिन्छ। ल फ्याम होइन, अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ। भ्लग चाहिँ धेरै दिनपछि गर्दैछु, किनभने मेरो छुट्टै प्रब्लमहरू छ नि त, त्यही भएर। के छ भाइ, के छ बाबु, ठिक छ? सन्चै छौ? स्कुल जानु पर्दैन? कहाँ चादर बोक नि त, अनि पावर मेरो। ल फ्याम है, अब चाहिँ हामी स्कुलतिर निस्किनु पर्ने हुन्छ। त्यही हो, सबैले माया गरिदिनु होला, भिडियो हेरिदिनु होला है। सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब एन्ड हिट द बेल आइकन, यति चाहिँ हेर्नु गरिदिनु नबिर्सिनु होला है। आफ्नै सोचेर यसो है भिडियोहरू सेयर गरिदिनु होला। अब चाहिँ ढोका लाएर हामी निस्किनु पर्ने हुन्छ। एकचोटि स्कुलतिर गएर भेट्नुपर्छ है त फ्यामिली। ल सोफ्यान फाइनल होइन, हामी चाहिँ स्कुल आइसक्यो, स्कुलबाट क्लास पनि आइसक्यो। अनि अहिले चाहिँ अहिले चाहिँ हामी क्लासमा छु, हाम्रो केटाहरू हो। तिमीलाई कालो देखेछ यार ल। ओ केटा हो, ल हेलो गर ल, ओ थप्री सबैले आन्जी खाने है त। ल पढ्नु आउँछ? बनाउँदियो, आउँछ मलाई। साइन थीटाको फर्मुला भन। साइन थीटाको फर्मुला के हो थाहा छ? के हो थाहा छ? के हो साइन थीटाको फर्मुला? साइन थीटा साइको मान्छेहरू के गर्ने यार, के पढ्नु आन्जी खान्छ, आन्जी त्यही हो। आज चाहिँ हाम्रो विदाई प्रोग्राम हो, त्यही भएर अहिले चाहिँ हामी स्कुल आएको छु। यो प्रोग्राम आज चाहिँ यो कभर हुँदैछ, सबैले अन्तिमसम्म हेर्नु होला। अन्तिमसम्म हेर्दै जानु। अब चाहिँ यसो हल्का टिकटक बनाइदिनु परेन है त। तिम्रो सोफाम फाइनल होइन, अब चाहिँ हाम्रो विदाई प्रोग्राम सुरु हुने तर्फ भइरहेको छ। अब चाहिँ हामी सरहरूले बोलाइसित जानुपर्ने हुन्छ। सर हेलो सर, हेलो सर, वेलकम छ सरलाई। ओ नयाँ मान्छेहरू है मेरो भ्लगमा है। ल ओ केटा हो, ल ल ल ओ वेलकम सर। ल वेलकम। केही भन नि त अहिले। के भन्नु, आज शुभकामना आयो हो 10 क्लासको, राम्रो रिजल्ट ल्याउनु, त्यही हो। ल केही छैन। ल हजुर देखाउनु ल भ्लगमा चाहिँ आउनु पर्यो है त्यहाँ। भइहाल्छ नि एकदम। ल एकदम
अरू केटाहरू यता छ यस्तै छ है तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै कुन बेला मन चोरेछौ सुटुकै तिमलाई सम्झी हुन्छु म त भुतुकै कुन बेला मन होइन आजको दिन चाहिँ होइन हामी राजा भएको चाहिँ चट्ट सिटमा बसेर है सान बेग्लै भइरहेको चट्ट यसरी बस्नु पाउँदा आमा कुर्सीमा बस्नु पाउँदा बा राजाको फिल भइरहेको मेरो भाइ यहाँ हाम्रो क्लास 10 केटाहरू यता पनि छ यता खालको केटाहरू केटाहरू यता छ है हाम्रो टिमको बिदाई प्रोग्राम सबै केटाहरू पनि थालिसक्यो आजको दिन चाहिँ हामी राजा भए चट्ट है ओ केटा सुज फ्लेक्स हानिदिउँ न ल भाउ डक्टर मार्टिन माना भाइ डक्टर मार्टिन देखाउनु तिम्रो पनि कहाँ लुगाएको ओरिजिनल लुगावाला सब छ है आज मैले 2081 साल फागुन 28 गते भाइको भाषण सुन्थ्यो मैले अलि यही श्री सार्वजनिक विद्यालय पेगाडावरको प्राङ्गणमा कक्षा 9 द्वारा आयोजित यस कक्षा 9 को विदाई वा यसलाई विदाई नभनिकन एससीको लागि बधाई दिने कार्यक्रम तथा हिन्दूहरूको महान चाड होलीको शुभकामना आदान प्रदान गर्नका लागि यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महाज म उद्घोषक यस कक्षा 9 को प्राविधिकमा अध्ययनरत छात्र दीपक शाहको तर्फबाट स्वीकार्नुहोस् न्यानो नमस्कार। आज यस कक्षा 9 द्वारा आयोजित यस कार्यक्रमलाई औपचारिक रूपमा चलाइदिन हुन हामीलाई चाहिँ सभापतिको आवश्यकता पर्दछ। यसै कारण यही यस कार्यक्रमका सभापतिको रूपमा आसन ग्रहण गरिदिन हुन यही कक्षा 9 को छात्र विपिन महतोलाई चाहिँ म विनम्र अनुरोध गर्न चाहन्छु। सरको नाम त भन्नु मिलेन है तर त्यस्तै छ यसै गरी अतिरिक्त क्रियाकलापको संयोजक श्री रामरतन यादव सरलाई चाहिँ सबैलाई आसन ग्रहण गर्ने कार्यक्रम केही बोल्नु न यार यसै गरी माविको 11 संयोजक श्री कृष्ण भण्डारी सरलाई चाहिँ स्टेजमा गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। यो चाहिँ हाम्रो के हो भने शिक्षा के अरे श्री सार्वजनिक नवोदय माध्यमिक विद्यालय माध्यमिक शिक्षा एससी 2081 सहभागी हुने सम्पूर्ण विद्यार्थीहरू शुभकामना तथा हिन्दूहरूको महान पर्व होलीको शुभकामना आदान प्रदान कार्यक्रम हो। यही हो है कार्यक्रम चाहिँ एकदम। यसै गरी यस विद्यालयका आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। यहाँ 10 कक्षाका भाइहरूको बिदा कार्यक्रम रहेछ क्या। यसै गरी यस विद्यालयका सम्पूर्ण शिक्षकहरूको रूपमा शिक्षकहरूलाई चाहिँ अतिथिको रूपमा ईश्वरलाई आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। स्कलरसिपमा होइन अब चाहिँ हामी के अरे कति बोलेको पछिको जब होइन पछिको जब बरफवाला चटपटेवाला मेरो राम्री बहिनी आसु ओ आमा
यस्तो होली पो खेल्न आएको तातो पो होली सोली विदाय प्रोग्राम हुँदैछ मैले मिल्दैन टिका लाउनु नठेल न एग्जाम बाँकी छ एग्जाम कार्यक्रम हाम्रो फोटो सेक्सन सकिसकेपछि होइन फोटो सेक्सन सकिएको छैन तिमीहरू सर तपाईँ बिचमा बस्नु है मैले कलर लाउनु हुँदैन है साथी तिमीलाई वेलकम छ त्यसले रातो टिका रातो टिका ह्याप्पी होली खेला होला ह्याप्पी होली
ह्याप्पी क्लास खतम भइसक्यो ल ल ल अब हाम्रो बिदाई पनि गर्दैछ अब यो फेरि ओ मैले मिल्दैन यार मैले मिल्यो भने म लगाइहाल्थेँ रातो टिका पनि ह्याप्पी होली ह्याप्पी होली लास्ट इमोसनल गीत बजाइरह यार टिका मात्रै लगाइन्छ यसले टिका ह्याप्पी होली ह्याप्पी होली यसको काट दियो के ओए काट रगत हात टिका हो टिका हाम्रो क्लास टिचर परेल सर हाम्रो कल सर यता छ सबैजना दुधै चलिरहेको सब रोना धोना केटाहरूको हालत यस्तो भएको यहाँ बस न केटाहरूको हालत यहाँ हेरेर होली लागेको तिम्रो जुङ्गा पनि खैरो दिएछ केटाहरूको हालत खराब बहिनीको साथी हेरिस केटाहरू त ल साथी ए वेलकम मैले मिल्दैन नि मिल्दैन के होली खेल्नु मिल्दैन केटाहरू त होली भ्लग पनि आउने भयो त यार होली त भोलि होइन अयो केटाहरूलाई होली लागेछ सर्टेज कालो ओए राकेश देखि हो ओए आसी ओए खतरा हो पीछे से वार है पीछे से वार भयो त सबलाई होल्लाएर पनि ध्वंस छ है आमामा होल्लाएको बहिनी होल्लाएको आमामा मेरो बहिनीहरू त्यो के अरे सरस्वती पूजाको भ्लगमा त राम्ररी देखेको थियो होला अहिले त होली त भोलि होइन र अनि आज लागेको दादा च्यानलमा के भनिदेऊ नि त सबैलाई ह्याप्पी होली ल बाई बाई केटा होली लागेको हो एकदम होली लागेको ल मनाउनु पर्छ के लाग्छ नि त मिल्दैन यार साथी नत्र लाउनु मन त खाने हल्लो जाने बेस खाली यार गाह्रो छ मलाई ह्याप्पी होली यहाँ त बिदाई प्रोग्राम भन्नु यहाँ त होली प्रोग्राम भइरहेको म धेरै बोल्न जाँदा अब यति भन्न चाहन्छु 10 क्लासका सम्पूर्ण भाइ बहिनीहरूको लागि यसलाई गुड लक भन्दै अब यो हाम्रो शुभकामना अहिले दिइरहेको छौँ अब 3 महिनापछि फेरि तिमीहरूलाई फेरवेल गर्न पाओस् भन्दै म आफ्नो वेलकम माई मिस्टेक 3 महिनापछि फेरि तिमीहरूलाई वेलकम गर्न पाओस् भन्दै म आफ्नो दुई शब्द यही राख्न चाहन्छु धन्यवाद थ्याङ्क यू यसै गरी आफ्नो अर्को मन्तव्य राख्न आउँदै हुनुहुन्छ
केटाहरू यार के गर्नु के हो निस्कनु मन चाहिँ मिल्दैन के कस्तो मिल्दैन के दुई ठाउँ छिटो परेछ एउटा बडो भयो एउटा बढी आऊ सांस्कृतिक पर्व होली फागुनको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने आशीर्वाद पनि छ सधैँ विद्यार्थीहरूको लागि ढल्केबरमा माविमा र लक्ष्मीनियाको कुम्रौडा माध्यमिक विद्यालय जनता माध्यमिक विद्यालय कुम्रौडामा टेक्निकलको भन्ने बुझेको परीक्षामा आउँदा जाँदा भाइ बहिनीहरूको यात्रा सफल रहोस् र परीक्षामा लेख्ने क्रममा हामीले कक्षामै धेरै कुराहरू सिकाइसकेका कन्फिडेन्स लिएर परीक्षामा भाइ बहिनीहरूको उपस्थिति हुनेछ र एकदम निडर भएर पूर्ण तयारीका साथ एक दिन अगाडि नै सम्पूर्ण बहिनीहरूलाई सबलाई परीक्षामा उच्च अङ्क प्राप्त आउनु सर क्लासमा गिफ्ट हेर्नु त बा गिफ्ट रे ल ल थ्याङ्क यू यही हो हामीले अब गिफ्ट दियो है अब बिदाई प्रोग्राम केही स्पेसल त गर्नै पऱ्यो काटी यहाँ अलरेडी थियो काटी ल ल यति भएपछि ल यति भएपछि के चाहियो त अनि खुसी खुसीले पास गराइन्छ यसो रमाइलो मात्रै गरेको है कमेन्ट गर्नु पर्यो हाम्रो गिफ्ट कस्तो लाग्यो कमेन्ट हाल्नु हाम्रो क्लासरुम चाहिँ यही हो है धेरै मेमोरिजहरू छ है फिलिङ्स व्यक्त गर्न सक्दिनँ कि इमोसनल भइदिन्छु कि हामी केटाहरू चाहिँ यहाँ बस्थ्यो कहिले यहाँ बस्थ्यो कहिले कहाँ बस्थ्यो एकदम लट अफ मेमोरिज छ है अब के गर्नु त्यस्तै हो गिफ्ट चाहिँ यहाँ छ है हाम्रो गिफ्ट गरेको त्यस्तै हो अबदेखि यो डेस्कमा को बस्नु हो है लास्ट के माया छ केटाहरूलाई सबै साथीहरूलाई माया छ उसको सनम लक्ष्मण सबैजना जहाँसुकै जहाँ भयो भने है एकदम राम्रोसँगले पढ्नु होला सकेसम्म सबैजना सँगै बसेर पढ्नुपर्छ केटाहरू है स्पेसली फर माई बोइज है त्यही हो बच्चैदेखि पढेर आएको हामी बच्चैदेखि पढेर आएको अहिलेसम्म सँगै छ त्यही भएर कलेज पनि सँगै गरौँ लट अफ मेमोरिज हुन्छ है त्यही हो अब के गर्नु धेरै कुरो के भन्नु है माया छ धेरै बिताएकै केटाहरूसँग बच्चैदेखि पढेको अब अहिले आएर फेरि त्यही हो यस्तै हो प्रोग्राम हुँदैछ भिडियो बवाल भइरहेको है होली पनि भइरहेछ फेरि के अरे कार्यक्रम पनि भइरहेछ यस्तै भइरहेको है यही हो हामी बस्ने सिट यहाँ बस्थ्यो यहाँनिर
धेरै कुरोहरू छ कि हाम्रो टेक्स्टमा धेरै के लेखिदियो के लेखिदियो समय र परिस्थितिले मान्छेलाई कहाँ पुगाइन्छ भन्ने कुरा थाहा हुँदैन है। आज म हिँडिरहेको छु भोलि के हुन्छ त्यो पनि थाहा हुँदैन। हाम्रो स्कुल यही हो, यही राम्रो छ स्कुल। यही हेर्नुहोस् उता प्रोग्राम हुँदैछ, सबलाई होली लागेछ है। अनि मैले होली खेल्नु मिल्दैन, मलाई पनि होली लास्ट खेल्नु मन लागेको छ लास्ट के, बट आफूलाई अब त्यस्तो परेछ त्यही भएर है। मनले चाहेर मात्रै हुँदैन है, परिस्थिति अनुसार आफू हिँड्नु पनि सक्नुपर्छ है, हिँड्ने पनि छु म है। मेरो लाइफ मैले धेरै उयो भइरहेछ है, त्यही भएर मैले बिचमा भ्लग गरेको थिएन, भ्लग गर्न मन थियो तर सब प्रब्लम बिस्तारै बिस्तारै सेयर गर्नु लागि के छ र है, त्यस्तै हो। हाम्रो क्लास यही हो। फेरि हेर्नुहोस् अब कति राम्रो भयो, टिचरलाई पनि राम्रो, विद्यार्थीलाई पनि राम्रो है, एकदम नाइन आउने भाइ बहिनीहरूलाई पनि राम्रो है। हेर त्यस्तो छ है, लट अफ मेमोरी छ कि यो क्लासमा चाहिँ, धेरै छ कि धेरै। आमा म भनिरहेको त बोलेर म भन्नु सक्दिनँ, त्यस्तो छ कि मेमोरिजहरू धेरै कुरो क्रिएट गरेको छ हामीले। सर नहुँदाको है पलहरू हाम्रो केटाहरू त्यहाँ छ। मलाई केटाहरूले चाहिँ अहिले बोलाइरहेको छ, म चाहिँ केटाहरू भन्न चाहन्छु है त, भेट्नुपर्छ हामी। माया छ है, माया छ मेरो केटाहरूलाई, स्पेसली फर माई बोइज माया छ। सो फाइनल फ्याम होइन, म चाहिँ एकदमसँगले अब स्कुलबाट घर आइसकेँ है। हेरिसक्नुभयो होला स्कुलमा के भयो कस्तो भयो भनेर, भिडियो हेरिसक्नुभयो होला है। आई होप हजुरहरूले भिडियो रुचाइरहनु भयो होला है। धेरै पछि भिडियो गरेँ आज, ब्लग बनाएँ आज है। को अब मेरो ब्लगमा वेट थिएन थाहा भएन है, तर माया गरिदिनु पऱ्यो कि यसो है। रमाइलो भयो, मैले कुरा गरेँ है। सँगै पढेको साथीहरू अब कोही कता जाने भन्दैछ, जतासुकै गयो पनि माया मार्नु भएन केटा हो, त्यही हो है त। एक न एक दिन त छुट्टिनै पर्छ, छोरा मान्छे हो है। सबैजना सँगै बसिन्छ, सँगै बस्छु सँगै हिँड्छु भनेर नि हुँदैन है, एक न एक दिन त छुट्टिनै पर्छ, त्यही हो। मन भारी गर्दै सबै केटाहरूलाई माया छ है, एकदम धेरै माया छ। केटाहरूले नि माया गर्नु पर्यो। अब आजको भिडियो चाहिँ यस्तै भयो है। रमाइलो भयो, जो अनएक्सपेक्टेड भयो कि, बवाल रमाइलो भयो। केटाहरूले बवाल रमाइलो गयो, होली खेलेर बवाल रमाइलो गरे है। खत्रै भयो कि होली पनि, बा अचार पचार कता पाहाडको होली। केटाहरूले आजदेखि मनाएर भोलि तराईको हुन्छ भने कस्तो हुन्छ होला, नभन्नु नसोच्नु होला, बवाल हुन्छ ल। अब आजको भिडियो चाहिँ अब मैले यति इन गर्नुपर्ने हुन्छ है। सबैले भिडियो ट्याक्क लाइक कमेन्ट सेयर सब्सक्राइब एन्ड हिट द बेल आइकन, यति चाहिँ गर्नु बिर्सिनु भएन। टाटा बाई बाई, सी यू अन नेक्स्ट ब्लग। है त फ्यामिली, जय शम्भु एन्ड ह्याप्पी होली।